So hello everyone, welcome back another video. Good morning everyone सबैजनालाई अनि आजको भिडियोमा स्वागत छ। कता हो उता जाने हैन अनि बिहानको भ्यू हेर्नु न गाइस। अनि मैले चाहिँ आज के भन्न लाग्यो भन्दाखेरि हेर्नु यता हेर्नु यता नि गर्छ। अनि यो चाहिँ हाम्रो घर हो। यो पुत्तु धुवा निक्लिरहेको छ। यो चाहिँ रुम हो हाम्रो यहाँनिर छ। अनि अर्को त के भन्नु, हामी जाने यता हो अहिले भान्जाको रुमपट्टि। यहाँ घर चाहिँ दामी छ। अनि त्यही हो मेरो अलि तबियत स्वास्थ्य चाहिँ अलिकति राम्रो छैन। सिक भनौँ न होइन, खोकीहरू लाग्ने रुगानी लाग्ने भइरहेछ। भाइ भन्दाखेरि भल्ल घुलमिल हुनु लाग्यो नि त। अब रुगा त लाग्नु स्वाभाविकै हो होइन। अनि त्यही हो आज चाहिँ घुम्न गइदिने जस्तो चाहिँ कुरा चाहिँ हो। वहाँनिरको मन्दिर गुम्बा क्या हो यो रातो रातो त्यो यहाँनिर रातो देख्नु भएको नि हो। त्यहाँनिर चाहिँ गुम्बा छ भनेर जाने भनेको हामी। अलि हिउँ पग्लेछ, अलि हिउँ पग्लेछ नि भाइ चाहिँ होइन। हिजो यहाँनिरसम्म थियो। यो सुक्कै सुक्कै देखा ठाउँसम्म थियो, पग्लेछ कैसे। मुख पनि धोएन गाइस, चिसो भएर -22, 20, 18 भइरहेको हुन्छ टेम्परेचर। अनि त्यही हो हामी चाहिँ भान्जाको रुममा जानु लाग्यो। यहाँ अहिले काम भइरहेन नि त होइन। अनि आज भोलितिर चाहिँ जाउँला घुम्न। त्यही हो ठन्डा कस्तो हुन्छ अनुभव। त्यही हो गाइसहरू, सपोर्ट गर्दै गर्नु होला। म त यति भन्छु कि अबको दिनहरूमा 10 दिन चाहिँ म डेली भिडियो जस्तो सुकै होस् डेली 10 कि 20 दिन चाहिँ म डेली हाल्छु। 10 दिनसम्म लगातार, 10 दिन भन्दैन 12 दिनसम्म चाहिँ लगातार भिडियो हाल्छु। त्यसपछि चाहिँ अलिकति ग्याप गर्दै हाल्नुपर्ने छ कि, किनभने फेरि काम हुन्छ। अनि त्यही भएर नि भ्याउँदिनँ म कन्टेन्ट डेली दिन लागेँ। त्यही हो, भ्लगिङ गर्नु सजिलो छैन। दिनभरि हातमा मोबाइल बोकेर हिँड्नु पऱ्यो, क्यामेरा बोकेर यस्तरी नै हिँडाउनु पर्छ अनि गाह्रो छ नि त। सो त्यही हो, अब म चाहिँ भान्जाको रुममा गएर भेट्नेवाला छु। यसो टक्क लाग्छ गाछहरू अहिले चाहिँ हेर्नु नि पुरै जम्यो कि यसरी जम्छ। म यहीँ माथि बसेँ नि केही हुन्न कि। हेर्नु यो लड्कीको चप्पल लगायो भने मेरो हात लोत भइसक्यो। यस्तो ठाउँ चाहिँ छ कि यता नि भित्ता होइन टक्क क्या। म त बोल्नु भन्दा पनि धेरै अब माहौल देखाउँदै जान्छु गाइस। त्यही हो। अनि भन्ने त के होला र, हात चिसोइसक्यो, मुख छोपेर हिँड्नुपर्छ। त्यही हो, तपाईँलाई सबको बारेमा एक्सप्लेन गर्दै जान्छ आज नि होइन। भ्लगिङमा गर्ने भनेको एक्सप्लेन हो। अनि हात चिसो आयो, रुख पनि कस्तो हालेछ माथि जरा भए जस्तो रुख छ है। यस्तो बाटो माथितिर जरा जस्तो देख्दै ल। यहाँ एउटा चिजहरू तपाईँहरूलाई देखाउँछु होइन। यो चाहिँ खै के हो आई डोन्ट नो है। बाटो यहाँतिरबाट अब भित्र पनि मोडै होला गएर जस्तो
मुखमा राखेर गरिदिनुपर्छ क्या हो एउटा चिज के देखाउँछु भने फेरि यो चाहिँ उयसको सिङ खोइ के को मैले आइडोन्ट नो है अनि यहाँनिर हेर्नु है यहाँ त छैन रहेछ यहाँ ढुङ्गा हुन्छ ढुङ्गामा चाहिँ लेखा हुन्छ कि यहाँ माथि हेर्नु है रोक्ने यहाँनिर अक्षर लेखा छ कि लामो अक्षरमा हो कि यहीँको अक्षर हो तर यो लामो अक्षर जस्तो छ है ढुङ्गामा यसमा झन् चित्र छ कि राम्ररी हेर्नु त त्यहाँनिर अनि यो चाहिँ खोइ के हो गेट जस्तो है यहाँबाट टक्क जाने होइन यसरी बनाएको यसरी राख्नु परेको छ है मैले होइन मम्मीको चप्पल लगाइरहेको छु मेरो चाहिँ मलाई खुल्न अल्छी लाग्छ नि त चिसोमा त अनि यहाँ फेरि रक्सीहरू हुन्छ नि रक्सी त यस्तो डेन्जर महँगो हुन्छ नि होइन हाम्रै उता त हुन्छ भयो नि त्यता भन्दा नि महँगो खाले रक्सी हुन्छ है यता चाहिँ छुनै नसक्ने खाले एउटै रक्सी हुन्न 7-8 हजारको आइसी के हुन त उता नि हुन्छ होइन नेपाल भन्दा नि डेन्जर रक्सी पाउँछ क्या पुरा जम्मू काश्मीरको इलाकै हो नि त यो त होइन उतादेखि हेर्न अनि घाँस चाहिँ यसरी राखिन्छ अझ गाईहरू निकालेर रहेछ भन्दाखेरि त्यहाँ एउटा चाहिँ यहाँनिर जाएर चाहिँ बच्चा चाहिँ कति राम्रो छ हेर्नु त्यहाँ त्यसलाई गरिदिएको चाहिँ वाइन खाँदै रहेछ जस्ट वेट अनि ओइ यता आज तल नि भिडियोमा हालिरहेको छ है नरिसाउ ल है यो त म छेउ पुग्ने त्यो हाकिहाल्छ क्या सो त्यही हो अझै अनि मैले देखाएको आइस चाहिँ अस्ति यहाँको कि यता हेर न मेरो हात हेर्नु नि गाइस टुपु रातो भइसक्यो यो हात हेर्नु चाहिँ कालो भएको गोरो त सेतै देखेर होला तर यहाँ कालो भइसक्यो कि हेर्नु यहाँ टुप्पो रातो भएको काँडो उम्रे जस्तो पुरै धार भएको जस्तो भएको कि त्यसैले यहाँ त ग्लोभ्स नलागिकन त आमा बानी नभइकन म त बानी नि भएको छैन नि त त्यही माथि अब त्यही हो यहाँ पन्जाको रुम आइसक्यो कि होइन त्यही हो ढक मलाई कस्तो देखेछ गाइस यस्तरी हिँडिरहेछ हजुर ल मेरो चुगाएन नि गाइस ल त गाएर कपाल पनि बढेछ हेर्नु नि कपाल मेरो कति लामो आमा कस्तो सेतो छ सेतो कपाल पनि निक्लियो तर म अब एकैचोटि काट्न चाहिँ काट्छु भयो नि यो अगाडिको चाहिँ काट्दिनँ किन भन्दाखेरि म घर जाइन्जेलसम्म चाहिँ लामो पाल्छु भन्ने सोच छ कि त्यस्तो है मेरो हात चिसो भइसक्यो सो त्यही हो भिडियो बनाइरहेको छु मैले हाम्रो मान्छे चाहिँ यहाँनिर ए मासु के होइन सो गाइजहरु खोला हेर्नु न खोला हेर्ने कता जाने हामी नाइस सो त्यही हो गाईहरू नि रहेछ त्यहाँ कागल जस्तो भन्छ किन जाने मासतिर हामी यतै बस्ने हो नि चिप्लेर लड्ला विचार गर्नु बरु छेउमा यसो बसेर भने खिचै हुन्छ यो लडेर यसो घोडाको पाङ्रा पुछिको अस्ति नै
राम्रो चिप्लिन्छ नि त अनि ओ मामा गर्नु तर जुत्तामा टाँस ओ भेना के रे ओ आस्याङ भन्नु बोलेर खाएको रहेछ सालाहरू त बोलेन म त्यहाँबाट त यस्तो खस्रो भाषामा टेक्नुपर्छ क्या अनुहार छ भाइ तेरो यो टल्केर त अनुहार झन् जल्छ मुनि मुनि पानी त छैन नि अनि के हो परम भेनाले त अनि सबै खतम बनाइसक्यो होला यो अलिअलि बजा पनि छैन अब प्लट बनायो के काम देखिन्छ त्यसलाई नभए कसलाई गुम्बा बनाउन सबै बजेट दिएको त कुले ल्याम बनाएर बिरगत गरेर होस्टेल बसेर खान्छ हेलो गाइस इज द भेरी नाइस ठाउँ छ यो भिडियो भर्खर हाल्छु म फेसबुकमा सो गाइजहरु पुरै खोला हिउँ भएछ आठो रिभर हेरौँ यहाँ पन्जा लाएर आउनु पर्दो रहेछ डल्लो बनाएर हानौँ क्या अनि त्यहाँ पारी नगर्दा नि कहाँबाट अनि फोटो खिच्छ त फोटो खिच्न परेन म समाजको बिस्तारै यसो यसो गरेर आउने यसो गरी यस्तरी आउने कि यस्तरी लाऊ म समाजको गोली लाऊ यसो गर्ने के त्यो डरार हुन्छ त गोजीमा मोबाइल हाल गोजीमा मोबाइल हाल्ने गोजी मोबाइल हाल खस्ला फुट्ला फेरि फुट्दैन यहाँ झन् कत्रो ढिक्का जमेछ यत्रो मोटो जमे चिप्लो चिप्लो हुन्छ ला कालो पो छ त्यो त को त आफ्नो ज्यान पनि कस्तो हिँड्नु सक्दैन भन्छौ यस्तो हल्का गरेर हिँड्दाखेरि नि यसो गरेर हिँड्न है हल्का हिँड्न हल्का गरेर यसो गरेर लडे पनि बिस्तारै लड्छ यसै गरेर हिँड्दा हामीलाई भइरहेको छ त नि गाइजहरु चिप्लेटी खेल्नुपर्छ क्या हो स्केट खेल्नु पर्ने रहेछ जान्छ है निहुर यसरी यसरी हिँड्ने झन् दुईजना लडाल्छ गाइजहरु अब चाहिँ हामी चल्न क्या बरफहरू यस्तरी प्लिट प्लिट चिप्लेटी स्केट गर्नु क्या मजा आउँछ त्यस्तो डेन्जर आएको छ सो अब चाहिँ त्यो हाम्रो चिसो भइसकेको छ होइन अनि त्यसपछि चाहिँ अब रुम गएर भेटौँ ल आजको भिडियो चाहिँ धेरै बेर बनाउँदिनँ चिसो पो सो गाइजहरु अहिले चाहिँ म होइन रुममा नि आइसकेको छु होइन अघि नै आएको हुनु चाहिँ तर मैले भिडियो चाहिँ बनाएको छैन किन भन्दाखेरि होल्ड गर्नु पऱ्यो नि त एकछिन चिसोबाट आएर फेरि भन्छ नि होइन त्यही हो अब चाहिँ के हो भन्दाखेरि हेर्नु त यहाँको भ्यू नै मलाई बवाल लाग्छ क्या त्यही हो अब चाहिँ भोलि अर्को भिडियोमा भेटौँ होला होइन आजको भिडियो चाहिँ यति नै अनि अब म चाहिँ खाजा खाएर ट्याक्क आज भोलि त काम छैन अनि त्यही हो अनि ठ्याक्क लाएर अहिले चाहिँ म काम चाहिँ हुन्छ मेरो अब यहाँ दाउरासँग के गर्न पर्ने हो होइन ट्याकटुक काट्ने साट्ने अनि त्यही भएर म भिडियो बनाउन त भ्याउँदिनँ भन्दैन अब मोबाइल कसले समात्दिने होइन भ्याउन्न अनि त्यही भएर त्यही हो गाइजहरु अर्को भिडियोमा भेटौँ होला आजको भिडियो चाहिँ यहीँ व्यवस्थापन गर्न चाहन्छु यति भन्दै
कमेन्ट गरिदिनु होला, त्यही हो। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। 500 सब्सक्राइबर, अहिले 200 होला ल, 250 होइन 200 होला, 200 कति छ मैले हेरेर चाहिँ छैन होइन। अनि त्यही हो, अब अर्को भिडियोमा भेटौँ होला। तपाईँहरू अब नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। 500 सब्सक्राइबर चाहिँ छिटोभन्दा छिटो कम्प्लिट चाहिँ गरिदिनु होला। 10 डेजमा 10 डेजसम्म चाहिँ म डेली भ्लग चाहिँ अपलोड गर्नेवाला हुन्छु। त्यसैले अब अर्को भिडियोमा भेट्यौँ होला, त्यही हो। बाई गाइज एभ्री सबैजनालाई अब अर्को नेक्स्ट भिडियोको वेट गर्दै गर्नु होला। बाई बाई।